नेपालमा चाहिँ हाम्रो यो उहरू के केटीहरू चाहिँ घरमा बस्ने होइन, अनि बच्चा जन्माउने, घरमा बस्ने, घर चलाउने, बच्चाहरूलाई हुर्काउने मात्र हो, काम केही पनि छैन होइन भनेर हेप्छन् नि त केटाहरूले। अनि केटाहरूले हेपिरहेको हुन्छन्। अनि त्यस्तो केटाहरूले लास्टै हेप्ने के केटीहरूलाई चाहिँ तपाईँको ल यो काम छैन, खालि हामीले कमाएर ल्याउने हो, तिमीहरू खाने हो, बस्ने हो, घरमा बच्चा जन्माउने भन्छ। मैले चाहिँ के भन्ला भने अब नेपाली केटीहरूलाई, तिमीहरू अब आफै कमाओ के, तिमीहरू आफै कमाओ, बुढालाई पाल्ने आफै लिएर पाल्छौ कि, टन्न कमाउने होइन, आफै बाहिर जाने, मजाले कमाउने, बुढालाई काम गर्न नदिने, बुढालाई त्यो राजा जसरी मजाले राख्ने कि आफै कमाउने, अनि हेप्न छोड्छन् नि त। हाम्रो समाजमा त अहिले पनि हेप्ने चलन छ नि त, महिलालाई त कमाएर ल्याउने केटा मान्छेले, अनि यिनीहरू चाहिँ घरमा बस्ने, बच्चा जन्माउने, हुर्काउने, घर हेर्ने भन्ने मात्र छ नि त। त्यस्तो होइन क्या, तिमीहरू अब अहिले नेपाली केटीहरू ट्यालेन्ट भइसक्यो नि त, पढ्ने पढाइ पनि राम्रो छ केटीहरूको, अनि आफै कमाओ कि तिमीहरू। यिनीहरूको यो क्याच क्याच सुन्नुभन्दा आफै कमाउने, ल्याउने, बुढालाई घरमा राखिदिने कि, बच्चा हेर भन्ने घरमा राखिदिने होइन। आफै अहिले त पढ लेख भइसक्यो, आफै टन्न कमाउने, बुढालाई राजा जसरी पालिदिने, किन त्यो बेकारमा हेपेर किन सहेर बस्ने क्या। मैले त्यही भन्नु खोजेँ।